जो क्या सेफको काम के हुन्छ र खाना पकाउने त हो नि, खालि खाना पकाउने काम त हुन्छ नि होइन। तर ट्रस्ट मी, सेफको काम खालि खाना पकाउने काम मात्रै हुँदैन। यो स्टोर हेर्नु नि, म 4 दिनदेखि यो स्टोरमा थुनिएको छु र यो स्टोरमा थुनेर के गर्दैछु हेर्नु त। हाम्रो साउले चाहिँ नयाँ रेस्टुरेन्ट खोल्नुपर्छ है बनाऊ भनेर भनिसकेपछि हामीले चाहिँ के गर्दैछौँ भन्दाखेरि, मेरो काम के भन्दाखेरि फुड टेस्टिङ गराइसकेर अब हामीले चाहिँ यसरी अब फुडको कोस्ट एउटा मानिलियो एउटा खाना बनाउँदाखेरि त्यो खाना बनाउनको लागि कति खर्च लाग्छ त, के सामान चाहिन्छ, त्यो सबै अब हामीले यसरी डकुमेन्टेसन गरेर अब बुझाउनु पर्ने हुन्छ। त्यही भएर कहिले पनि नसोच्नु एउटा सेफको काम खाना मात्रै बनाउने काम हुन्छ भनेर। अरू धेरै काम हुन्छ साथीहरू, धेरै काम हुन्छ। ट्रस्ट मी, धेरै काम हुन्छ। कति मान्छे त यो काममा टिक्न पनि सक्दैन। बिहान बेलुका त्यो छुट्टी केही पनि, दसैँ तिहार चाडबाड हाम्रो लागि केही पनि हुँदैन। शनिबार आइतबार केही पनि हुँदैन, नुहाउनु पनि पाइँदैन, केही पनि गर्न पाइँदैन। काम त्यति धेरै हुन्छ कहिलेकाहीँ। सो फ्यान्सी जब चाहिँ होइन यो। टक्क सोसियल मिडियामा ड्याङ 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 डान्स गर्ने त्यस्तो खालको त्यस्तो केही काम होइन यो। साह्रै गाह्रो काम हो है। आजले यति नै, ल बाई बाई। अरू यस्तै टिप्सहरू डिमोटिभेटेसन के अरे डिमोटिभेट भन्छ नि, डिमोटिभेट गर्ने कुराहरू अझ कति छ मसँग, त्यो सबै अर्को भिडियोमा भन्छु। आजै भन्नु भने त फेरि अनफलो गरेर भागिहाल्नुहुन्छ तपाईँहरू। नभाग्नु नि फेरि। डिमोटिभेट गर्न म तयार छु। अरूले मोटिभेट गर्छ, म डिमोटिभेट